Hello everyone, welcome back to my new video. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र आज बिहानको समय छ। अहिले 9 जति बज्यो क्या, 9 बज्यो अहिले। र म चाहिँ डोकोसोको बोकेर चट्ट डोकोसोको बोकेर उस हालेर के भन्छ डोको बोकेर बन्चर हालेर म हिँडिसकेँ अहिले। एक्लै त होइन, बुवा र म जानु लाग्यो। अगाडि पुगिसक्नुभयो बुवा। म पनि अब जानु लाग्यो दाउरा ल्याउन जाँदैछौँ। यस्तो छ अहिलेको मौसम त के भन्नु, टुरिस्ट अलिअलि लाग्यो, बादल जस्तो लाग्यो, हल्का फुल्का जाडो बढिरहेको छ। त्यही भएर म चाहिँ हिँडिरहेको छु अहिले डोको बोकेर दाउरा ल्याउनु जानु पर्यो। दाउरा जाडो छ नि त, दाउरा अब आगो सागो ताप्नु पर्यो छट्ट तल। त्यही भएर दाउरा ल्याउनु जान्छु भनेर हिँडेको। म चाहिँ जानु पर्यो दाउरा ल्याउनु। यस्तो छ है, तोरीहरू यत्रो भइसके यता अब आजभोलि गाउँ पनि भर्खर यत्रो भएको छन्, धेरै ठुलो त छैनन्। यता चाहिँ भण्डारिया गाउँ हो, यो यतातिर हामीले देखिया छैन कि यो साइड भण्डारिया गाउँ हो। र यता त त्यो यता पेराइड गएको मेरो घर भने यता पछाडि हो, माथि हो। घरदेखि यता ओह्राल जानु लाग्यो, तल छ चर्चतिर। दाउरा त्यही ल्याउनु पर्यो कि भनेर जानु लाग्यो। गाइस हेर्न सक्नुहुन्छ, यो हाम्रो गाउँको एउटा घर छ, बब्बाला बनाएछन् के। चट्ट तल प्लास्टर, माथि छाना, खरले छ्याएको घर छ। हेर्नु बब्बाल छ। एक्लै छ हल्का, यहाँ मान्छे बस्दैनन्, तर गर्मीदेखि बच्नको लागि यस्तो गराछन् कि छाना हालेर गराछन्। यही हो त्यो घरले चाहिँ दाउरा काटेर पनि लिएर आइसक्यो। घर आइपुग्यो बल्लै। एक डोको दाउरा लिएर यति हो, यो दाउरा एक डोको लिएर फालियो र बल्ल तल्ल आइसक्यो। दौ गरायो, मन्टो नै थपक्कै गए जस्तो छ। यही हो दाउरा भनेको, यही हो बल्ल तल्ल तान्नु पर्यो, तानेर राख्नुपर्छ। पहिला बर्जी तानौँ, यता राख्नु पर्यो। यसलाई अगाडि लगेर राख्नुपर्छ। बन्चर हाम्रो बन्चर उता अगाडि जानु भयो होला। नाइ अगाडि लगेर राख्नु पर्ने, अगाडि लगेर अहिले चाहिँ साँझ भइसकेको छ। दिउँसोमा भिडियो गराउनु पाइएन र अहिले साँझ भइसकेको छ र अहिले वर्कआउट गर्ने टाइम पनि भयो। साँझमा गर्छु, यस्तो अँधेरो भइसक्यो। साँझमा मैले चाहिँ वर्कआउट गर्छु। ल वर्कआउट के गर्छु हेर्नुहोस् है त।
अहिले चाहिँ मेरो होम वर्कआउट भनौँ कि भनौँ अलिअलि गरेँ हल्का फुल्का एक्सर्साइज ज्यान तताउनु यसो न जाडोमा भ्याइसकेको छ र अब के भन्नु अब आजको लागि भिडियो यति नै हुन्छ थ्याङ्क्स फर वाचिङ बाई गाइज बाई